हेलो गाइज, फेरि पनि स्वागत छ इन्फो एक्समा। आज हामी विश्वको सबैभन्दा लालची नेता केपी शर्मा ओलीको बारेमा चर्चा गर्न गइरहेका छौँ। ओलीको पुरा नाम खड्ग प्रसाद ओली रहेको छ। उहाँको जन्म चाहिँ विक्रम सम्वत 2008 फागुन 11 गते पूर्व नेपालको देहरादुनमा भएको थियो। उहाँ सानैबाट चकचके फटाहा स्वभावको हुनुहुन्थ्यो। उहाँको बुवाको नाम चाहिँ मोहन प्रसाद ओली हो र आमाको नाम चाहिँ मधुमाया ओली रहेको छ भने पत्नीको नाम चाहिँ राधिका साक्य रहेको छ। उहाँको पढाइको कुरा गर्दा उहाँले जम्मा 8 फेल गर्नुभएको छ। पढाइमा भन्दा धेरै फाइदा राजनीतिकमा देखेर सानैदेखि राजनीतिमा लाग्नुभएको थियो। उहाँको चुनाव चिन्ह चाहिँ सूर्य रहेको छ। उहाँले धेरैजनाको हत्या गरे तापनि जेल भने जानुभएको थिएन, तर पहिले झापामा एक शिक्षकको हत्या गरी 14 वर्ष जेल सजाय भोग्नुभएको थियो। उहाँलाई जेनजीको मुख्य शत्रु भनेर पनि चिन्न सकिन्छ। उहाँले नेपाललाई दिनुभएको मुख्य योगदानको बारेमा चर्चा गर्नुपर्दा 1 नम्बरमा रहेको छ व्हाइट बडी काण्ड, 2 नम्बरमा रहेको छ गिरिबन्धु जग्गा स्टेट प्रकरण, 3 मा रहेको छ एनसिएल काण्ड, 4 मा रहेको छ ओम्नी काण्ड, 5 मा रहेको छ पशुपति जलहरी काण्ड, 6 मा रहेको छ कोभिड-19 को समयमा मान्छे मरिरहेको बेला पनि उहाँले घोटाला गर्नु भने छोड्नु भएको थिएन। एउटा घमण्डी व्यक्तिले देशलाई कहाँदेखि कहाँ पुर्याउँछ भनेर देख्नको लागि केपी शर्मा ओलीले उदाहरण लिन सकिन्छ। यस्तो नेता पाउनु हाम्रो नेपालले पाएको शराब भनेर पनि बुझ्न सकिन्छ। यही पाराले नेपाललाई भ्रष्टाचारीको देश भनेर बुझ्ने पनि गर्दछन्। ओली 4 पटक प्रधानमन्त्री बने तापनि नेपाली जनताको मनमा भने बस्न सक्नु भएन। उहाँको मुख्य साथीको नाम चाहिँ प्रचण्ड र शेरबहादुर देउवा रहेका छन्। हस् त, हजुरलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।